हेलो गाइज, वेलकम टु माई एनदर ब्लग। आज चाहिँ हामी दसैँको टिकाको चौथो दिनमा छौँ। हामी चाहिँ मामहरू जाने तयारी गर्दैछौँ। अब आज चाहिँ पानी नै रोकेको छ अनि घाम पनि हल्का हल्का लागिरहेको छ अनि हाम्रो मामहरू जाने बाटो एकदमै अप्ठ्यारो छ है। गाडीहरू पनि खासै राम्रोसँग चल्दैन, गाडी नै चल्दैन क्या, त्यो अर्को खाले त्यो सामान बोक्ने त्यो बोलेरोहरू मात्रै चल्छ। बाटो अप्ठ्यारो भएर अब हामी चाहिँ कसरी जाने होला, बुढी हजुरआमा हुनुहुन्छ भनेर चाहिँ जान लागेको हो हामी। अब हेरौँ कसरी पुगिन्छ, कस्तो अवस्थामा पुगिन्छ त्यो त हामीलाई थाहा छैन। पुगिन्छ कि पुगिँदैन, त्यहाँदेखि पुगेर फेरि फर्किन सक्ने अवस्था पनि हुनसक्छ होइन। अब के हुन्छ हेरौँ। मामा घर जानको लागि तम तयार भएर हिँड्दैछौँ हामी। यहाँ गाडी जाने ठाउँसम्म अलिकति 5 मिनट हिँड्नुपर्ने हुन्छ। हामी चाहिँ 3 जना छौँ। मम्मी हुनुहुन्छ अगाडि अनि मम्मी पछाडि चाहिँ मेरो मामाको छोरीको छोरी छिन् अनि मेरो मामाको नातिनी। त्यही हो गाइस। म भइहालेँ, म चाहिँ मामाको भान्जी। तपाईँहरूको दसैँ चाहिँ कस्तो भयो त? मेरो दसैँको त के कुरा गर्नु, परदेशमा श्रीमान भएपछि श्रीमानको यादले कटक्क मन खानु रहेछ अनि रुन मन लाग्दो रहेछ, तर रुन नसकिँदो रहेछ, पिरा मनमा होइन त। अनि त्यही हो यसपालिको दसैँ। ठिकै भयो, पानी झरी है। के भन्न चाहनुहुन्छ त हजुर? केही भन्न चाहन्न, बस गाडी पायोस्, छिट्टो पुगोस्, त्यति हो मेरो। छिट्टो त त्यही हो, बेलुकासम्म पुग्न पायो भने सबभन्दा ठुलो कुरा त्यही नै हो होइन। के हो माइत जानु भनेर पुरै है? माइत जान लाग्यो ल हेर, माइत चाडबाड आए पनि पिरै लाग्छ। माइती टाढा छ, अपाएको माइती छ, ठुलो बस जाँदैन, सानो गाडी जान्छ, त्यहाँमाथि पानी पर्यो, लेकको बाटो, अस्थायी बाटो बिग्रिन्छ, कच्ची रोड छ, साह्रै गाह्रो छ माइत जान मन लाग्छ। बुढी आमा हुनुहुन्छ, फेरि बिरामी भएर बचे, नजाऊँ भने नि जाउँ भने नि गाई साह्रै गाह्रो छ। ल गाई साह्रै गाह्रो छ। ल माइत जानु पर्दैन? पर्छ, जाने हो। ए हुँदैन साँच्ची, सरी है बिर्सेको। लप्सी खाने भए त आमाई। ल है आमा, 5वटा लप्सी हो त। लप्सी कतिको मन पर्छ? पहिला त हामी स्कुल पढ्दाखेरि चाहिँ लप्सी खुब खान्थ्यौँ है। खाइदिन्छ है त एउटा। हामी चाहिँ अब अलिकति चाहिँ हिँड्न लाग्दैछौँ। गोडा दुख्छ, अब कसरी हिँड्ने हो थाहा छैन। मम्मीलाई त भेट्न पनि सक्दैन हामी त लास्टै हिँड्छौँ। हाम्रो मामा घर चाहिँ अर्को मामा घर चाहिँ अलि नजिकै है, त्यही भएर हामी चाहिँ त्यहाँसम्म चाहिँ हिँड्दै जान लागेको। त्यहाँबाट उता चाहिँ गाडी पायो भने जाने, पाएन भने नजाने भन्ने कुरामा पुगेका छौँ हामी चाहिँ। त्यही हो। भगवानले 2टा खुट्टा के लगाइदियो? हिँड्न लगाइदियो। अनि त्यो पनि मैले भर भने डाइलग भयो। हामी चाहिँ कहाँ आइपुग्यौँ अरे? कालबा भन्ने आइपुग्यो भने त। ल यहाँ पनि हाम्रो भ्लगर भाइ हुनुहुन्छ। भाइ के छ युट्युबमा नाम? अनुप दुवाडी। अनि भ्लग, ल उहाँको
भ्लगलाई पनि सब्स्क्राइब गरिदिनु होला है त। यो चाहिँ एकदम सानो भ्लगर। हाम्रो यहाँ चाहिँ पाल्पा भन्ज्याङमा चाहिँ वाटर पिङ छ गाइज। हेर्नुहोस् यहाँ पुरै मान्छेहरू पढाएर त्यो पिङ खेलिरहेछन्। यहाँ चाहिँ मन्दिर पनि छ एउटा। अमलालाई पात चाहिँ छैन, अमला मात्रै छ। कति धेरै अमला खान मन लाग्यो। हाम्रो यहाँ मुरली भन्ज्याङ आउनुहोस् है हजुरहरू। यो चाहिँ मुरली भन्ज्याङ हो। मुरली भन्ज्याङमा पनि वाटर पिङ हालेर गाइज। यतातिर त पिङै पिङ छ गाइज। ल हेर्नुहोस् यहाँ वाटर पिङ कलरफुल रहेछ चाहिँ र सब मान्छे खेलिरहेछन्। तर हामीलाई चाहिँ डर लाग्छ। झादिङ बजार चाहिँ त्यहाँ तल छ। त्यो चाहिँ धादिङ बजार हो है। फाइनल्ली गाइज हामी चाहिँ मामा घर आइपुग्यौँ। हाम्रो मामाहरू चाहिँ त्यहाँ कति धेरै मान्छे देखा। यही हो हाम्रो मामा घर। त्यो मान्छे टन छ त। लाल लाग्छ फेरि आफूलाई। एकचोटिमा भ्याउँछु म यस्तो खाएछु फेरि म कहिले रोकेर खान नि त नभन्न यो एकचोटिमा ल जुङ्गा। तर मेरो यस्तो ग्लास चाहिँ त्यही आधी थियो। उसको त यत्रो घ्याम पेलिरहेको छ। भ्लग बनाउँदै आयो हो। उतातिर नै हुनुहुन्छ सबैजना। जान्छु एउटा दर मारेर आउँछु फेरि। तास खेल्ने मान्छेहरू चाहिँ होइन जान डाँडोमा घुमेर जान्यो। अर्को मामा घर जान लाग्दैछौँ। हामी गाडी गइसक्यो। भाग भइरे भाग भाग भाग। गाडी गइसक्यो। भाग भाग
खासमा मामाहरू जानु पनि नजाने भने पनि हो कि खासमा, तर हजुरआमा चाहिँ हाम्रो हजुरआमा चाहिँ यसरी एकदम साह्रै नै बिरामी भएर चाहिँ होइन अब के भनौँ एकदमै लास्ट स्टेजबाट पनि त्यसलाई चाहिँ जितेर चाहिँ आमा चाहिँ अलिक स्वस्थ हुनुभएको अवस्था हो। अनि आमाले चाहिँ फोन गरे हुनुहुन्छ कि, अनि फोन गरेर म यसपालि मरेर बाँचेको बेलामा पनि तिमीहरू आउँदैनौ है भनेर भने हुनुहुन्छ कि आमाले। अनि त्यही भएर पनि हामी सकेसम्म जाने कोसिस गर्दैछौँ है। यो चाहिँ सिरान बजार हो गाइज, सिरान बजार। हामी चाहिँ सिरान बजार आयौँ। अब गाडी जान्छ अरे ऊ त्यो परको। अब हामी त्यसै जान्छौँ मामा घर। मामाहरू पुग्छौँ होला सायद बेलुकासम्म। गाडीमा आएको, गाडीमा चाहिँ अप्ठ्यारो भएर मैले भिडियो पनि बनाउनु पाइनँ। अब हामी यहाँबाट कति मिनट लाग्छ, अब आधी घन्टा जति लाग्छ। अलिकति हिँड्नुपर्ने हुन्छ, अनि त्यसपछि मामा घर आउँछ। हेर्नु कति राम्रो भ्यू। यो लामा गुरु महादेव माध्यमिक विद्यालय चाहिँ हाम्रो मामाको छोरी बहिनीहरू पढेको स्कुल हो। यो चाहिँ वाउ, यहाँ चाहिँ यस्तो गाडीहरू मात्रै चल्छ, बसहरू चल्दैन है। त्यही भएर आउनको लागि चाहिँ एकदमै गाह्रो हुन्छ कि अप्ठ्यारो हुन्छ। अलिकति बाटो बन्द छ अनि गाडीहरू खासै पाइँदैन। गाडी भन्दा नि यस्तै बोलेरोहरू खासै पाइँदैन है। बाटो एकदम अप्ठ्यारो, मुटु टुक 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 हुँदै आइपुग्यो हामी चाहिँ। आइपुग्नु लाग्यो भने त माइत आइपुग्नु पिर लाग्यो, आइपुग्नु चाहिँ पुग्दैन भनेर। त्यो भयो नि आज भगवान्ले जनी गर्नुभयो, एउटा गाडी पाइयो ठकरो ठकरो। त्यही ठकरोमा ठोकिँदै ठोकिँदै यही गाडी हो नि त, यही गाडी। यति गाह्रोसँग आइपुग्यो र अझ छ, अझ पुगेको छैन। अब अलिकति छ धेरै छैन, अब अलिकति छ। के गर्ने, अन्त माइती लेकमा पर्यो, विकटमा साह्रै दुःख पाइयो। बाटो पनि बनाउँदैनन् खै। यहाँका नेताहरूले के गरे सबै ठाउँ विकास भएको, माइत आउने ठाउँमा चाहिँ विकास नि भएको छैन। ल नेताज्यू, गाह्रोसँग आइयो। जनताको कुरालाई चाहिँ एकदमै जनताको कुरा सुन्नु नेताहरूले। जनताको कुरा होइन, नेताहरू डरो भएन। अब हाम्रो आमाले चाहिँ त्यहाँ आँगनमा बसेर यस्तो गरेर हेरिरहनु होला कहाँ आइपुग्यो भनेर। कन्ती आउँदैन होला भनेर यस्तो गरेर हेरिरहनु होला हाम्रो हजुरआमा। खुसी भएर ए सान भाइ तिमी लड्ला है। सान भाइ यता हेर न, हेलो गर्छौ। तिम्रो नाम के हो भाइ? भाइ बिस्तारै लड्छ। ल हेर त भन्दै छु मैले, बिस्तारै है बिस्तारै। तिमी छोटा प्याकेट बढेर हो। फाइनल्ली गाइस मामा घर आइपुग्यो। हामी मामाहरू त्यहाँ हो तलको, त्यो रातो जस्तो भएको है हाम्रो मामा चाहिँ। सुन्तला यहाँसम्म चाहिँ ढलान गरेछ नि। आमाको रियाक्सन हेर्नु न त, आमाको रियाक्सन। आमालाई चाहिँ कुनै थाहा छैन होइन। के छ किन आयाम हामी पनि नभन्ने
अप्ठ्यारो के छ यता हेर्नु नि त मजा गर्ने अहिले केही छैन भने के चाहियो त कस्तो लाग्यो त कस्तो लाग्यो नि रमाइलो लाग्यो खुसी लाग्यो हामी आउँछौँ भन्ने थाहा थियो थाहा त तँ त हिँडेर आयो भयो नि चौती अरू त फर्केर गयो होला नि भने तर गुलियो गुलियो खासै त्यस्तो साह्रो हुँदैन होइन अब यहाँ आमासँग छोरीको गनगन सुरु हो गनगन मम्मीसँग गर्छु मम्मी चाहिँ आमासँग गनगन गर्नुहुन्छ यस्तै छ गनगन अब चाहिँ एकछिनमा यहाँको सेरोफेरो सबै देखाउँछु हेलो गाइज गुड मर्निङ फ्रम मामा घर अब मामा घरमा चाहिँ हाम्रो टिका लाउन सुरु हुँदैछ यहाँ चाहिँ हेर्नुहोस् जुनार सुन्तला यति धेरै छ नि यो चाहिँ बेच्ने गरी नै लगाउनु भएको हो यो चाहिँ सबै हामी सानो हुँदादेखि नै सुन्तलाहरू फल्ने गर्थ्यो है अनि त्यही हो यतातिर तरकारीहरू सबै थरी छ कि यहाँ चाहिँ के रहेछ ग्रिन हाउसमा चाहिँ यहाँ काउलीहरू रहेछ काउलीको बेर्नाहरू कति धेरै रहेछ यहाँ चाहिँ कति राम्रो कति धेरै डल्ले खुर्सानी पनि छ डल्ले हामी चाहिँ अहिले चाहिँ मम्मीको काइलो बाको घर जाँदैछौँ काइलो बा आमा नमस्कार छैन छैन म त उड्नै पाएन शरणं त्र्यंबके गौरी नारायणी नमस्तुते सुख सन्तोष रोग भगवानको प्रसादले रोग नलागोस् मेरो भान्जीलाई चिन्ता गर्ने बानी नगर्नु सबभन्दा खुसी हुनु सबै सदाबार भएर बस्नुपर्छ हामी चाहिँ यहाँ मामा घरमा के फलफुल छ भनेर अवलोकन गर्न हिँड्दैछौँ यहाँ छ भेन्टा पुरै भेन्टा त्यहाँ भेन्टा डल्ले भेन्टा त्यहाँ छ अदुवा यहाँ फोटो खिच्न पर्यो अब फेरि अब फोटो खिच्न पर्यो सुन्तला हेर्नुहोस् ए तपाईँहरूलाई चाहिँ अर्ग्यानिक सुन्तला अनि त्यसपछि मौसम अनि काउली भेन्टा सबै थरी जे गोलभेडा जे चाहिन्छ सबै यदि चाहिन्छ भनेदेखि चाहिँ नीलकण्ठ नगरपालिका वडा नम्बर कति हो वडा नम्बर 2 अन्तर्गत रहेको सिउँडीबारमा आएर चाहिँ अनि बद्री अधिकारीसँग सम्पर्क गर्नु होला उहाँ चाहिँ मेरो मामा हुनुहुन्छ काँक्रो फलेर उदुम छ गाईलाई हेर्नुहोस् यहाँ आमा मामामा काँकरी काँकरी ककालाई मनपर्छ मलाई चाहिँ एकदम मनपर्छ है फेभरेट ल यहाँ त जाने बाटै रहन्छ म कसरी जाने त
आमा काँक्रो कति धेरै फलेको हौ काँक्रो। कति रुपियाँ केजी होला अहिले यो काँक्रो। गोलभेडा चाहिँ भर्खरै हुँदैछ, सर्दैछ, फल्ने बेला हुँदैछ। सुन्तलाहरू पनि त्यत्तिकै छन्, काँक्राहरू पनि त्यत्तिकै छन्। यहाँ त यो पाकेको काँक्रो छ। मलाई चाहिँ यो पाकेको काँक्रोको यस्तोको अचारै लास्ट टाइम मनपर्छ है। अचार कसलाई मनपर्छ काँक्रोको अचार कमेन्ट गर्नुहोस् गाइज। आमा कत्रो ठुलो काँक्रो रे। वाउ मौसमले पक्कै टाउकोमा ठोको। दुखो दुखो कति राम्रो छ कि कति राम्रो। तरकारी खेती गर्नको लागि चाहिँ यहाँ चाहिँ एकदमै राम्रो छ कि यो माटोहरू अनि त्यसपछि यहाँको हावापानी है। पहिरो गाडी छ बाटोहरू। काँक्रै काँक्रा छ आमा नि त। कति काँक्रो लगाउनु रहेछ। मुला पनि रहेछ तर मुला चाहिँ भर्खरै हुँदै रहेछ। यस्तो सानो बुटोमा नि होइन कस्तै फलेको सुन्तला। हाम्रो मामा घरमा चाहिँ काफल एकदम धेरै पाउँछ है। काफल लास्टै पाउने कि पहिला अहिले त कम, पहिला त काफल यति धेरै पाउँथ्यो। अनि हामी जेनी चाहिँ मेरो मामाको छोरी हो, तिमीले भिडियो हेर्दैछौ नि। हामी चाहिँ उता डाँडा काँडा उता सबैतिर गएर काफल टिपेर लिएर आउँछौँ। हामी चाहिँ मामाहरूबाट बिराबारी भएर चाहिँ हामी अब जान लाग्दैछौँ। मम्मी चाहिँ यहाँ कोसेली माइतीको कोसेली बोकेर हिँड्दै हुनुहुन्छ। अब हामी चाहिँ मसान छ कोसेली। म चाहिँ मामाहरूबाट घर आइपुगिसकेको छु है। अनि हामी चाहिँ अस्ति बिहान मामाहरूबाट हिँडेको। अनि धादिङ आएपछि चाहिँ मलाई चाहिँ एकदमै गाह्रो भयो किन भन्दाखेरि हाम्रो मामाहरू जाने बाटो एकदमै अफ रोड क्या है। यो अहिले झरी परेको बेलामा मात्रै होइन, अरू बेलामा नर्मल्ली अरू टाइममा जाँदाखेरि पनि बाटो एकदमै अप्ठ्यारो। अनि अप्ठ्यारो भएपछि ज्यान दुख्ने, सबै थरी दुख्ने। अनि अब अगाडि सिट पाएको बेलामा त पाइहाल्यो, नपाएको बेलामा त पछाडि झुन्डेर पनि जानुपर्ने के। अनि यसपालि पनि त्यस्तै नै भयो। पछाडि आउँदाखेरि यति धेरै मान्छे प्याक्कै, यति धेरै आमा खुट्टा हाल्ने ठाउँ थिएन क्या है। जाँदा पनि त्यस्तै, आउँदा पनि त्यस्तै। जाँदा त अलिकति बडा त मैले सिट पाएँ। अनि त्यसपछि आउँदाखेरि त अनि माथिबाट हामी पछाडि बसेर आएको कि पछाडि यस्तो फलामको डन्डी हुन्छ नि, त्यस्तो डन्डीमा चाहिँ बसेर आएको। मैले चाहिँ यस्तो समाएर मेरो चाहिँ पुरै हातहरू अनि अब त्यो बसेको पछाडि सबै नै दुखेको थियो क्या। दुखेर म त अनि घरै आउन नसकेको। अनि त्यसपछि हिजो र अस्ति त उहाँ धादिङमा पनि मेरो अर्को मामा पनि हुनुहुन्छ क्या। त्यही मामा 2 दिन बसेर अनि त्यसपछि बल्ल आज चाहिँ म घर आएको है। त्यही हो। अनि दुःखम सुखम मामाहरू पुगेर आयो। त्यो आमालाई चाहिँ नरमाइलो नबनाउने हिसाबले चाहिँ हामी जसरी भए पनि जाने भनेर, जसरी पनि त हिँड्ने कुरा त भएन तर सकेसम्म पुग्ने भन्ने हिसाबले गएको थियौँ हामी चाहिँ। ठिकै भयो, राम्रै भयो। मेरो मामा घरको यात्रा चाहिँ यस्तै नै भयो साथीहरू। अनि मेरो भिडियो हेरिदिनु होला, लाइक सेयर सब्सक्राइब सबै गरिदिनु होला। कस्तो लाग्यो कमेन्ट पनि गरिदिनुहोस् है। अनि त्यही नै हो। अब चाहिँ हामी अर्को भिडियोमा भेट्नेछौँ। अहिलेको लागि चाहिँ बाई।